हाम्रो साथीहरू अझै कोरिया आउन्, उनीहरूले केही वर्ष यहाँनिर दुःख गरेर हैन पैसा जम्मा गरेर नेपाल गएर केही आफ्नो व्यवसाय घर परिवार केही राम्रो गरून् भन्ने चाहिँ हाम्रो पनि सोच हो। र अब यस्तो किसिमको आन्दोलन भइराख्यो, सधैँ यस्तो किसिमको भइराख्यो भने भोलिको दिनमा कोरिया आउनलाई बन्द पनि गर्न सक्छ कोरियन सरकारले, गरिदिनु होला भन्न चाहन्छु। हुन त कोरिया एकदमै विकसित ठुलो देश हो, हाम्रो कुरा खासै त्यहाँ सुनवाई नहोला, तर पनि हाम्रो एउटा कन्ट्रिब्युसन धेरै छ यो देशको लागि। हामी नेपालीहरू यहाँ चाहिँ लगभग नम्बर 1, 2 मै पर्छौँ, एउटा इमान्दारिताका साथ काम गर्ने देश भनेर पनि हामीलाई चिनिन्छ। त्यसले गर्दाखेरि तपाईहरूले पनि यो विषयमा अझै निकास निकालिदिनु होला, एचआरडीसँग कुरा गरेर जुन हाम्रो एमओयू भएको छ त्यसमा अझै राम्रोसँग हाम्रो नेपालको पक्षबाट विचार गरिदिनु होला। जो सरहरू त्यहाँनिर इपिएस शाखामा हुनुहुन्छ जसको चाहिँ कुरा डाइरेक्ट यहाँनिर हाम्रो एचआरडीसँग कुरा हुन्छ, उहाँहरूले अलिकति विचार गरेर परामर्श गरिदिनु होला भन्न चाहन्छु। र नेपालमा आन्दोलन गरिरहनुभएका साथीहरूले पनि एकदमै विचार गरेर मात्रै आन्दोलन गरिदिनु होला। कुनै पनि किसिमको आगजनी गर्ने, तोडफोड गर्ने काम चाहिँ नगरिदिनु। यसले साँच्चीकै हामीलाई नै नोक्सान गर्छ भन्ने हो। नमस्ते, म मनोज गुरुङ, स्वागत छ तपाईहरुलाई मनोज गुरुङ युट्युबमा। आज हामी नेपालमा इपिएस भाषा पास गरेर कोरिया आउन जुन साथीहरू सकिरहनु भएको छैन र उहाँहरूले अहिले नेपालमा आन्दोलन गरिरहनु भएको छ, इपिएस शाखा कार्यालय पनि उहाँले घेराउ गर्नु भएको छ। यसको विषयमा केही कुराकानी गर्नेछौँ। किन यस्तो समस्या भइरहेको छ त, साथीहरू किन दक्षिण कोरिया आउन सकिरहनु भएको छैन र यसमा नेपाल सरकारले पनि किन यसको समाधान गर्न सकिरहेको छैन भन्ने विषयमा कुरा गर्नेछौँ। धेरै साथीहरूको सपना हुन्छ दक्षिण कोरिया आउने, एकदमै दुःख गरेर इपिएस भाषा पास गर्नुहुन्छ। म आफैले पनि 2 चोटि परीक्षा दिएर इपिएस भाषा पास गरेर कोरिया आएको हुँ र यो मानेमा म भाग्यमान थिएँ कि म कोरिया आउन पाएँ। मसँगै पास हुनुभएका कतिपय साथीहरू नेपालमै रहनुभयो, उहाँहरू कोरिया आउन सक्नु भएन। हामीले हुन त इपिएस भाषा परीक्षा दिने बेलामै त्यहाँनिर नोटमा भनिएको हुन्छ कि यो भाषा पास गर्नु भनेको कोरिया जाने ग्यारेन्टी होइन भनेर भनिदिएको हुन्छ। तर पनि नेपालमा अहिले बेरोजगारीको एकदमै चरम अभाव भएको कारणले धेरै साथीहरू, पढे लेखेका साथीहरू, डिग्री होल्डर साथीहरू, यद्यपि सरकारी जागिर खाने साथीहरू पनि कोरियन भाषा पास गरेर कोरिया आउन त भनेर जमर्को गर्नुहुन्छ, दुःख गरेर कोरियन भाषा पास पनि गर्नुहुन्छ तर कोरिया आउन सक्नुहुन्न। र यो सिस्टममा खराबी हो कि कोरियाको नियम यस्तै हो, एचआरडी कोरिया, त्यसै गरेर नेपालमा इपिएस शाखा को कुराकानी उहाँहरूले कसरी यो विषयमा अगाडि बढाउनुहुन्छ। धेरै वर्षदेखि नै यसको चाहिँ भाँड भैलो भइ नै रहेको, जस्तो कि अब नेपालबाट धेरै साथीहरू पास भएका साथीहरू हुनुहुन्छ, उहाँहरू कोरिया आउन पाउनु नै भएको छैन, तर भाषा परीक्षा खुलाइदिने र धेरैलाई पास गरिदिने र लैजाँदाखेरि चाहिँ एकदमै कम लिएर जाने र रोस्टरमा उहाँहरूको म्याथ सकेपछि फेरि उहाँहरूको क्यान्सल हुने, यो चाहिँ पहिल्यैदेखि नै भइरहेको हो र अहिले पनि यो निरन्तर जारी नै छ। र यसमा इपिएस शाखाले चाहिँ यसलाई प्रष्ट पार्नुपर्छ जस्तो लाग्छ। जस्तो कि एचआरडीसँग पनि बसेर मिटिङ गरेर होइन, बरु भाषा परीक्षा बिस्तारै खुलाउने, जति साथीहरूले पास गर्नु भएको छ ती साथीहरूलाई बिस्तारै लिएर जाने भन्ने विषयमा चाहिँ उहाँले राम्रोसँग कुरा गरिदिए हुन्थ्यो भन्ने पनि हो। र नेपालमा पनि साथीहरूले पनि अब आन्दोलन गर्दाखेरि चाहिँ अलिकति एकदमै संयम अपनाएर आन्दोलन गरिदिनु होला, किनकि अप्रिय घटनाहरू नेपालमा घटेको घटै छ। अस्ति जेनजी आन्दोलनमा पनि धेरै साथीहरूले ज्यान गुमाउनु भयो, फेरि पनि त्यस्तो किसिमको घटना नघटोस् भन्ने पनि हो। र इपिएस शाखाले पनि यो विषयमा सुनवाई गरेर किन साथीहरू कोरिया आउन सकिरहनु भएको छैन, यति धेरै मानिसहरू रोस्टरमा अड्किएका छन्, यो विषयमा पनि चाँडै पार लगाइदियोस् भन्ने पनि हाम्रो पनि सोच हो। र मलाई पनि धेरै साथीले मेसेज गरेर यो विषयमा भन्दिन्न बोल्दिन्न भन्नुहुन्छ। हुन त म एउटा साधारण मान्छे, कोरियामा आएको छु र यहाँको केही साथीहरूलाई जानेका बुझेका कुराहरू सेयर गर्ने गर्छु र अहिले यो नेपालको अवस्था देख्दाखेरि चाहिँ निकै दुःख लागेर आउँछ कि किन यस्तो भइरहेको छ भन्ने पनि हो। हाम्रो देशमा एकदमै रोजगारीको अभाव छ, हामी कहाँ जाने के गर्ने भनेर अहिले युवाहरू एकदमै फ्रस्ट्रेटेड छौँ। तर यसको निकास चाहिँ चाँडै नेपाल सरकारले निकाल्नुपर्छ पनि भन्ने पनि हो। र हामी पनि अलिकति संयम बनाउँ, आफूले प्रोटेस्ट गर्ने कुरामा अलिकति सबै कुराहरू मिलाएर प्रोटेस्ट गरौँ। यो होइन कि ढुङ्गा मुढा गर्ने होइन, घरै जलाइदिने त्यो किसिमकोमा चाहिँ उग्र भएर त्यहाँतिर नजाउँ, त्यसले हामीलाई कुनै पनि किसिमले फाइदा गर्दैन। र कोरियालाई त के छ, कोरियाले अब अन्य देशहरूलाई रिक्वेस्ट गर्यो भने अन्य देशबाट पनि मान्छेहरू थपिने आउने क्रम जारी नै रहन्छ। नेपालबाट
मान्छे आएन भने पनि उसलाई कुनै पनि किसिमको त्यस्तो नोक्सानी हुँदैन। नोक्सानी हुने भनेको हामीलाई हो र हामीले कोरियामा आएर धेरै राम्रो यहाँ श्रम गरेका छौँ र श्रम अनुसारको पैसा पनि हामीले धेरै राम्रो पाएका छौँ। धेरै साथीलाई यो विषयमा थाहा पनि छ र हाम्रो साथीहरू अझै कोरिया आउन्, उनीहरूले केही वर्ष यहाँनिर दुःख गरेर होइन पैसा जम्मा गरेर नेपाल गएर केही आफ्नो व्यवसाय घर परिवार केही राम्रो गरून् भन्ने चाहिँ हाम्रो पनि सोच हो। र अब यस्तो किसिमको आन्दोलन भइराख्यो, सधैँ यस्तो किसिमको भइराख्यो भने भोलिको दिनमा कोरिया आउनलाई बन्द पनि गर्न सक्छ कोरियन सरकारले र नेपाललाई। त्यसै पनि अहिले हाम्रो राजनीतिक अस्थिरताले गर्दाखेरि सबैको नजर हाम्रो देशमा छ। एकदमै गाह्रो स्थितिमा छौँ हामी। त्यही भएर तपाईँले आन्दोलन गर्नुभन्दा अगाडि पनि सोचेर सम्झेर कसरी उहाँहरू समक्ष यो कुरालाई पुर्याउने भन्ने विषयमा विचार गरिदिनु होला, आफ्नो ख्याल गर्नु होला भन्न चाहन्छु। तपाईँहरू जति पनि साथीहरू पास गरेर बस्नु भएको छ उहाँहरू चाँडै आउन् कोरिया। मेरो पनि यो अहिले जुन इपिएस शाखाले हाम्रो यो भिडियो उहाँहरूसँग पुगेछ भने तपाईँलाई पनि रिक्वेस्ट छ यो विषयमा चाँडोभन्दा चाँडो यसको निकालिदिनु होला। साथीहरूलाई एउटा सही समाधान दिनु होला कि कसरी हामी यो गर्न सक्छौँ। या त उहाँहरूको रोस्टरमा म्याथ थप्ने पो हो कि अझै होइन कुन किसिमले गर्ने, कोरियालाई अझै रिक्वेस्ट गरेर अझै हाम्रो लागि कोटा थपिदिनुहोस्, धेरै साथीहरू पास गरेर बस्नु भएको छ भन्ने विषयमा अब कुरा गरिदिने हो कि होइन, यो विषयमा पनि तपाईँहरूले पनि विचार गरिदिनु होला भन्न चाहन्छु। हुन त कोरिया एकदमै विकसित ठुलो देश हो, हाम्रो कुरा खासै त्यहाँ सुनवाई नहोला तर पनि हाम्रो एउटा कन्ट्रिब्युसन धेरै छ यो देशको लागि। हामी नेपालीहरू यहाँ चाहिँ लगभग नम्बर 1, 2 मै पर्छौँ। एउटा इमान्दारिताका साथ काम गर्ने देश भनेर पनि हामीलाई चिनिन्छ। त्यसले गर्दाखेरि तपाईँहरूले पनि यो विषयमा अझै निकालिदिनु होला। एचआरडीसँग कुरा गरेर जुन हाम्रो एमओयू भएको छ त्यसमा अझै राम्रोसँग हाम्रो नेपालको पक्षबाट विचार गरिदिनु होला। जो सरहरू त्यहाँनिर इपिएस शाखामा हुनुहुन्छ जसको चाहिँ कुरा डाइरेक्ट यहाँनिर हाम्रो एचआरडीसँग कुरा हुन्छ, उहाँहरूले अलिकति विचार गरेर परामर्श गरिदिनु होला भन्न चाहन्छु। र नेपालमा आन्दोलन गरिरहनुभएका साथीहरूले पनि एकदमै विचार गरेर मात्रै आन्दोलन गरिदिनु होला। कुनै पनि किसिमको आगजनी गर्ने, तोडफोड गर्ने काम चाहिँ नगरिदिनु। यसले साँच्चीकै हामीलाई नै नोक्सान गर्छ भन्ने हो। र तपाईँहरू अहिले पास गरेर बस्नु भएको साथीहरू पनि खाली नबस्नुहोस् होइन। आफ्नो किसिमले कुन काम गर्न सकिन्छ, आफ्नो कुनै अर्को क्षमता तपाईँको छ कि अध्ययन गर्ने हो कि होइन, घरमा आफ्नो फ्यामिलीलाई सपोर्ट गर्ने हो कि कुनै किसिमको व्यापार व्यवसायमा हात हाल्ने पो हो कि, त्यो विषयमा पनि सोच्नुहोस्। खाली भएर नबस्नुहोस् र जहाँ गएर काम गर्ने हो। कोरिया आएर पनि यद्यपि कोरियन भाषा पास गरेर कोरिया आएको साथीहरू 1-2 महिनामै नेपाल फर्केको साथीहरू पनि हामीले देखेका छौँ। डिप्रेसन, एन्जाइटी भएर धेरै दुःख पाएर काम गाह्रो भएर फर्केका साथीहरू पनि धेरै हुनुहुन्छ। र यहाँ आउने बित्तिकै पैसा आइहाल्छ भइहाल्छ भन्ने पनि होइन। धेरै कुराहरू गुमाउनुपर्छ, फ्यामिलीबाट टाढा बस्नेदेखि लिएर दुःख पनि त्यस्तै छ। एकदमै 3D काम गर्नुपर्छ, खतरा पनि त्यस्तै हुन्छ। त्यही भएर तपाईँहरूले यहाँ आएर पनि सजिलो छ भन्ने चाहिँ होइन, तर अब पास भएर बसेका साथीहरूको मनमा आशा हुन्छ कि हामी कोरिया जान पाएको भए यो गर्थ्यौँ त्यो गर्थ्यौँ भन्ने सपना हुन्छ। त्यसले गर्दाखेरि ती साथीहरूको पनि सपना नतुइयोस् भन्ने चाहिँ हाम्रो पनि अपेक्षा हो। र यसमा इपिएस शाखा कार्यालयले एकदमै ध्यानाकर्षण होस् भन्न चाहन्छु। र कोरियामा अहिले अब चिसो मौसम सुरु भइसकेको छ। कोरियामा बस्ने साथीहरू पनि आफ्नो स्वास्थ्यको ख्याल गरेर राम्रोसँग बस्नु होला र नेपालमा हुनुहुने साथीहरू पनि आफ्नो ख्याल गरेर एकदमै संयम भएर राम्रोसँग बस्नु होला। पक्कै पनि इपिएस शाखाले तपाईँहरूको कुरा सुन्नेछ र मैले पनि यो तपाईँहरूको लागि एउटा सपोर्टको लागि यो भिडियो बनाएको छु ताकि इपिएस शाखाले तपाईँहरूको कुरा चाँडै सुनोस् र यसको समाधान पनि निकालिदियोस् भन्ने हो। यहाँहरूको समय शुभ रहोस्। धेरै धेरै धन्यवाद।